हेलो साथीहरू, गुड मर्निङ। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। आज चाहिँ म के भन्न लागेको भने मैले के काम गरेँ बिहानदेखि अब दिउँसोसम्म, दिउँसो त होइन एकछिनसम्म भनेर देखाउन लागिरहेको हो। मैले चाहिँ दाल पिनिसकेको छु है, त्यहाँ दाल पिनिसकेको छु। अनि बेलुकाकै कुकर थियो, भात खनाएर मैले चाहिँ त्यसमा दाल बसाल्न लागिरहेको छु, हेर्न सक्नुहुन्छ। अनि उता आगो पनि धाइरहेछ, उता दुध तातिरहेछ। अनि यता मैले ग्यास बसालेँ ड्याङ्ग लागेर, अनि कुकर बसालेँ। कुकर बसालेपछि यता म भात पकाउनको लागि यता गोल खनाउँदैछु के साथीहरू। गोले चुल्हामा भात पकाउँदाको मजै छुट्टै क्या फेरि। तपाईँहरूले कहिले गोले चुल्हामा भात बनाउनु भएको छ कि छैन? मलाई चाहिँ एकदम सजिलो लाग्छ गोले चुल्हामा भात बसाउँदा, किनभने त्यसलाई केही पनि गर्नु पर्दैन। अनि त्यसपछि तेल पनि सकिया रहेछ। अनि तेल लिएर आएँ भित्रबाट, अनि तेल फुटाएर खनाउँदैछु। हेर्नु न, त्यहाँ म डराइ खनाइरहेको छु, त्यहाँ भाँडा लड्छ कि तेल पोखिन्छ कि भनेर। के गर्नु साथीहरू, गाह्रो छ, गाह्रो। मलाई पनि गरिखान गाह्रो छ। तेल खनाएँ मैले पुरै निचारी खनाउँदैछु, हेर्न सक्नुहुन्छ कस्तोसँगले। अनि तेल खनाइसकेर मैले के गर्छु भन्दाखेरि तेल भाँडामा हाल्छु। प्याकेटमा रहलपहल हुन्छ नि त, ल हेर्नु मेरो ढङ्ग कस्तो छ, बाहिर पो पोख्दिरा। अनि त्यसपछि त्यो प्याकेटको रहलपहल हालेँ। अनि त्यसपछि भाँडाबाट अलिकति तेल हालेँ, दालको लागि मात्रै हो नि त। अनि खोर्सानी पड्काएँ साथीहरू, ज्वाइँ पारेर। अनि त्यसपछि हालेँ मैले दाललाई गुन्डुङ 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 गर्दै चलाएँ। हेर्न सक्नुहुन्छ मेरो चलाइ फेरि कडा छ नि त, कसले सक्नु र मलाई होइन। अनि त्यसपछि मैले हाल्छु अब नुन हाल्छु, आफूलाई कति खान मन लाग्छ त्यति है। अनि त्यसपछि मैले बेसार हाल्छु, बेसार हालेर अनि चलाउँछु, गन्ड्याङ 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 चलाइरहेको हुन्छु। मस्त पारामा चलाउँछु मैले त्यसलाई। अनि त्यसपछि मैले हालिदिन्छु पानी, चुनुनुनुनु गर्दै पानी हालिदिएँ। अब के गर्ने, पानी हाल्नै पर्यो दालको लागि त होइन। पानी हालिदिएँ। अनि त्यसपछि मैले कुकरमा बिर्को लगाएर मैले गोले चुल्हामा बसालेँ साथीहरू, किनकि गोल थियो मसँग धेरै। अब गोले चुल्हामा दाल पाक्छ, यता चियाको भाँडाहरू माझ्नको लागि लिएर जान लागेको। उता दुध बसालेको छ, उता धानको बिउ हेर्न सक्नुहुन्छ मान्छेहरूको धानको बिउ छरेर। हेर्नुहोस् फर्सी, अनि हाम्रो यो के भन्छ यसलाई, वाटरमेलनको बोट पनि छ के साथीहरू हाम्रो। यस्तो छ मेरो घरको बाटो। यो लुगा भिजाएर राखेको छ, एकबाट धुन पर्ने पानी छैन। के गर्ने साथीहरू, गाह्रो छ। गाउँघरमा पनि पानी आउँदैन हो भनेको बेलामा। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ मैले रोपेको फुल, वाउ कस्तो दामी पाराले सरेर आएको देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो रुम है साथीहरू, यहाँ चाहिँ मेरो रुम चाहिँ यो भित्र चाहिँ। यता चाहिँ मैले फुल रोपेको। अनि यहाँ काकीहरू चाहिँ घाँस काट्न जान लागिरहेछन् क्या, हैँसे उदाउँदैछन्। अनि के हेर्दैछ भाइले पनि, के भन्दैछन्, कुरा गर्दैछन् हैँसे उदाउँदै। उहाँ चाहिँ घाँस काट्न जाँदै हुनुहुन्छ हजुरबुवा। हेर्न सक्नुहुन्छ मेरो वाटरमेलनको फुल फुलेको, चिचिला पनि लागेको छ है त्यसमा, एउटा सानो चिचिला लागेको छ। अहिले चाहिँ ठुलो भइसक्यो, यो चाहिँ अस्तितिरको हो क्या साथीहरू, त्यो बेलामा मैले हाल्न सकिनँ। अनि धेरै पछि मैले यस्तो भोइस कभर गरेर हाल्दैछु। अब मेरो काम भनेको सरसफाइ गर्ने, अब म बढार्दैछु होइन, यहाँ बढार्दैछु स्वाइँ लाएर म यस्तो मस्त बढार्छु नि। अब कसले सक्छ र मलाई बढार्न। फेरि बढारिसकेँ, भित्र गएँ। त्यो चाहिँ हाम्रो ड्याडीले बिरुवाहरू ल्याउनु भएको थियो क्या उताबाट, कृषिबाट। अनि यो चाहिँ हाम्रो कोठाहरू यस्तो छ भनेर देखाएको। अनि यो चाहिँ मेरो कोठा पहिला चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ भद्रगोल। अनि पछि त एक्कासी फेरि यस्तो बनाइदिनु त, फेरि म कडा हो नि त, एकदम खतरा बनाइदिएँ। नि मेरो चाहिँ किताबहरू मेरो पढ्न चाहिँ पढेँ होइन, किताब चाहिँ छ।
अनि त्यसपछि आउँछ भात बसाल्ने पालो। अब म चामल हाल्छु साथीहरू। चामल हालेँ मैले 2 गिलास। हामी 3 जना हो नि त, ड्याडी मम्मी म। 3 जनाको लागि त थोरै भए पनि पुग्छ नि त। अब म चामल निफान्छु है साथीहरू। अब आफैले भिडियो बनाउनु भएपछि निफानेको भिडियो बनाउनै मिलेन क्या साथीहरू। अरू साथी भएको भए पो सजिलो हुन्थ्यो। त्यसपछि मैले अब कसौडीमा भात बसाल्छु। तपाईँहरूलाई थाहा छ साथीहरू कसौडी भनेको के हो? हाम्रो चाहिँ यसलाई कसौडी भन्छ। यसमा पनि दामी मिठो भात पाक्छ के। मलाई चाहिँ यसमा पकाएको भात एकदम मिठो लाग्छ। अब त्यो दाल निकालेर म चाहिँ त्यही गले चुलामा यो भातलाई बसाल्नेछु। अब म सन्न पखाल्छु है भातलाई, चामललाई सरी भातलाई भनेछु, चामललाई म पखालेर मजाले घोलेर देख्न सक्नुहुन्छ यस्तो घुमिरहेछ नि फनफन होइन। अब म बसाल्छु भात। म चाहिँ पानी फाल्ने ठाउँ त्यही हो क्या साथीहरू। जहिले पनि मम्मीहरू चाहिँ त्यहाँ नफाल भन्नुहुन्छ, तर मेरो पानी फाल्ने ठाउँ नै त्यही हो। मलाई चाहिँ त्यहीँ सजिलो लाग्छ। मैले पानी सानी अड्कले अब छोपिदिन्छु म चाहिँ केले भन्दा टिफिनको बिर्कोले, किनकि त्यो ठिक्क हुन्छ नि त। अब मैले यहाँ भात बसालेँ, देख्न सक्नुहुन्छ। मैले अब यहाँ भात बसाल्दै मजाले मिलाइ अब मजाले त्यसमा भात पाक्छ। तरकारी चाहिँ बनाइसकेछ क्या साथीहरू। दाल र भात मात्रै पकाउनु लागेको हो। अनि त्यसपछि के आउँछ भन्दा लुगा धुने काम। लुगा धुनको लागि त्यो बाक्सै ल्याउने गरेछ के हाम्रो चाहिँ साबुनको। अनि बाक्साबाट निकालेर लिएर आएँ साबुन। अब मैले तस्काउँछु लुगा घुवाइ अब म फुत्त फालिदिन्छु। देख्नुभयो मेरो म्याजिक रेके आज। लुगा धोइसकेँ अनि त्यसपछि गएँ म सुकाउनको लागि छतमा। हाम्रो चाहिँ यो छत हो साथीहरू। यो छतमा अब मैले लुगा सुकाउँछु मजाले। देख्न सक्नुहुन्छ मेरो लुगाहरू एक बाटा छ पुरै। अब मैले सुकाउँछु, हेर्नु। लुगा सुकाएको नि के हेर्नु भन्नुहुन्छ होला फेरि है, के गर्नु गाह्रो छ। मैले सबै लुगाहरू सुकाएँ। सबै लुगा पनि टन्नै थियो नि साथीहरू, टन्नै लुगा थियो। सबै धोएर सुकाएँ। यहाँ हेर्न सक्नुहुन्छ बच्चाहरू स्कुल जाँदैछन्। यो चाहिँ मैले रोपेको फुल के। अहिले त यस्तो दामी भइरहेछ यो फुल। अस्तिना चाहिँ त्यति साह्रो थिएन, अहिले त यति बवाल भइरहेछ। तपाईँलाई म घर गएर देखाउँछु है यो मेरो फुलहरू चाहिँ। अहिले चाहिँ म केटिएमतिर छु नि त, गाउँमा छैन। मेरो 12 बजे फुल फुलेको हेर्नु न, वाउ यस्तो दामी। अहिले त यस्तो बवाल भइरहेछ, मनै लोभिने भइरहेछ क्या मेरो। त्यहाँ देख्न सक्नुहुन्छ बुढाहरू स्कुल जाँदैछन्। के गर्नु, स्कुल नि जानै पर्यो बच्चाहरू, पढ्नै पर्यो। अहिले नपढे भोलि पर्सि दुःख पाइन्छ मैले जस्तो रे क्या। अनि त्यसपछि मैले लुगासुगा धुने काम सकेर, सबै काम सकेर, खाना बनाइसकेर म घर पोत्न थालेँ। मलाई चाहिँ एकदम मिलाएर पोत्नुपर्छ क्या। पोत्दाखेरि पनि एकदम सिधा बनाएर छड्के दायाँ बायाँ गरेको मलाई मनै पर्दैन क्या। अनि एकदम मिलाइ यो भिडियो चाहिँ मैले मम्मीलाई खिच्न लगाएको हो क्या। अब आफैले गर्न मिलेन नि त, राख्ने ठाउँ पनि छैन। अनि मम्मीलाई बोलाएर मैले पोतेको भिडियो बनाएको है साथीहरू। के गर्नु गाह्रो छ मलाई पनि। गाउँघरमा यस्तै त हो नि साथीहरू, कहिले घाँस कहिले दाउरा। अब लिप्ने पोत्ने सरसफाइ गर्ने यस्तै त हो नि गाउँघरमा काम भनेको। के गर्नु, गर्नै पर्यो, गाउँले पर्यो हजुर होइन त। मैले स्वाई पोत्दैछु है। स्वाई पोतेँ। मजाले पोत्छु क्या। मेरो चाहिँ यो भिडियो धेरै लामो भएर यो पोतेको आधी मात्रै आएको छ है साथीहरू। यसपछि चाहिँ मैले अरू भिडियो बनाइनँ, किनभने मलाई पनि अल्छी लाग्यो भिडियो बनाउन। मोबाइलमा चार्ज पनि टिक्दैन एक त, अनि बनाउँदैने मान्छे पनि छैन। एक्लैले बनाउँदा अलिक गाह्रै हुने रहेछ कि साथीहरू। के गर्नु, एक्लो जिन्दगी भएपछि यस्तो हुँदो रहेछ। साथमा कोही आफ्नो पार्टनर भएको भए पनि सजिलै हुन्थ्यो होला हौ फेरि। के गर्नु, एक्लै भएपछि यस्तै हो। मैले मजाले पोत्छु। ओके, थ्याङ्क यू साथीहरू।